सम्पूर्ण साथीहरूलाई नमस्कार। आजको यस भिडियोमा तपाईहरुलाई हाउस वायरिङ कसरी गरिन्छ भनेर पूरा जानकारी म दिन्छु, जुन चाहिँ एकदमै सजिलो रहेको छ र विशेष गरी बिल्कुलै विद्युत या बिजुली सम्बन्धी जानकारी नभएका र अलिकति जानकारी भएका साथीहरुको लागि चाहिँ बढी नै यो चाहिँ भिडियो चाहिँ उपयोगी हुनेछ हैन। हाउस वायरिङ एकदमै सजिलो कुरा हो। सजिलोको साथसाथमा तर अलिकति चाहिँ ध्यान दिनुपर्ने हुन्छ, किनकि हामीहरूलाई थाहा छ आजको समयमा जति बिजुली अनि विद्युत उपयोगी र महत्त्वपूर्ण छ त्यति खतरनाक पनि भएको कुराहरू हामी चाहिँ समय समयमा चाहिँ त्यस्ता अप्रिय घटनाहरू घटिरहेको खबरहरू पाउँछौँ। त्यसैले विद्युत या हाउस वायरिङ गरिराख्दा चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ। सफा सुग्घर पनि होस् र साथमा सुरक्षाको दृष्टिकोणले एकदमै ध्यानपूर्वक काम गर्यो भने यो एकदमै सजिलो छ र सबैको लागि आवश्यक र जानकारी हुनुपर्ने आवश्यकता पनि आजको समयमा देखिन्छ। एकदमै मजाले सिकाउने प्रयास गर्नेछु। हस्त साथीहरू सुरु गरौँ आजको यस भिडियो। हामीहरू चाहिँ यसमा आइसकेका छौँ। कागजमा देख्न सक्नुहुन्छ जुन किसिमको हाम्रो घरमा पनि वायरिङ हुने गर्दछ। यो चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ विद्युतको पोल हैन, विद्युतको खम्बा, अनि यो अर्थिङको लागि हामीले चाहिँ रडहरु राखेका छौं हैन। अनि यो मिटर, अनि यो चाहिँ मेन एमसीबी हैन, अनि दुईटा चाहिँ कनेक्सन च्यानल हैन, एउटा चाहिँ न्यूट्रलको लागि एउटा चाहिँ अर्थिङको लागि, अनि चारवटा चाहिँ एमसीबी देख्न सक्नुहुन्छ जुन चाहिँ रुमको लागि, किचनको लागि, बाथरुमको लागि छुट्टा छुट्टै चाहिँ एमसीबी हामीहरू दिनेछौँ र एउटा चाहिँ रहनेछ बाहिरको लागि, अन्य कामको लागि आवश्यक पर्न सक्छ हैन, त्यसको लागि। अब यो राख्नुको कारण चाहिँ के हो भने जस्तै यो रुममा कुनै काम गर्नु पर्यो मैले, या सर्ट सर्किट हुन्छ, केही समस्या आयो भने सम्बन्धित त्यही एमसीबी मात्रै ट्रिप हुनेछ, यानी कि झर्नेछ तल हैन, अफ हुनेछ भने बाँकी अन्य ठाउँमा चाहिँ काम रहिरहनेछ भनेर चाहिँ हामीले चाहिँ छुट्टा छुट्टै एमसीबी राखेको छौँ। हुन सक्छ बाथरुममा केही समस्या पर्यो भने बाथरुमको मात्रै एमसीबी झर्छ, अन्य ठाउँमा चाहिँ लाइट रहिरहन्छ भनेर चाहिँ हामीहरूले चाहिँ यसरी गर्ने गर्छौँ हैन। अब यति भइसकेपछि देख्न सक्नुहुन्छ तपाईहरु यो रुममा चाहिँ, अब रुम भइसकेपछि त कहाँनिर के राख्ने भन्ने कुरा चाहिँ जम्मै कुराहरू हामी चाहिँ डिसिजन लिन्छौँ। जस्तै मेरो रुममा एउटा पंखा लगाउनु पर्यो, अनि एउटा बल्ब लगाउनु पर्यो, एउटा नाइट बल्ब आवश्यक पर्छ, अनि एउटा चाहिँ 5 पिन सकेट, अनि एउटा चाहिँ पावर सकेट बेडमै राखिदिनु होला भनेर भने हैन। त्यस्तै गरी किचनको हकमा हुन सक्छ एउटा चाहिँ बल्ब राखिदिनुस्, अब नाइट बल्बको आवश्यक परेन किचनमा, अनि त्यस्तै गरी पंखा एउटा राखिदिनुस्, अनि मैले चाहिँ फ्रिज चलाउँछु, माइक्रो ओभन अनि मिक्सर चलाउँछु भनेर भनियो हैन। अनि त्यसको लागि चाहिँ वायरिङ गरिदिनुस् भनेर भन्यो भने त्यो अवस्थामा चाहिँ गरिने वायरिङ यहाँ छ। त्यस्तै गरी बाथरुमको हकमा हुन सक्छ, बाथरुममा त के चाहियो हैन, तर पनि उहाँहरूले भन्न सक्नुहुन्छ एउटा लाइट राखिदिनु होला, अनि एउटा चाहिँ वासिङ मसिनको लागि कनेक्सनहरू राखिदिनु होला नि त, पावर सकेट भनेर भन्नुभयो भने यो किसिमले हामीहरू गर्नेछौँ। यसरी हामीहरू गर्यो भने मलाई लाग्छ पुरा आजको यो भिडियो चाहिँ हाउस वायरिङ सम्बन्धी स्पष्ट पार्नेछ हैन त साथीहरू। अनि अब जाम हामीहरू चाहिँ हाउस वायरिङको फर्स्ट स्टेजमै हामीले यसमा चाहिँ काम गर्नेछौँ हैन। यो चाहिँ विद्युतको पोलदेखि दुईटा तारहरू आएको हुन्छ हैन। नर्मली एउटा सिंगल फेजको कुरा गर्दैछौँ हामीहरू घरमा, घरको हाउस वायरिङको कुरा गरिराख्दा। अब ल यहाँ एउटा न्यूट्रल हुन्छ, एउटा चाहिँ फेज हुन्छ हैन। यो चाहिँ फेज तार रेडले मैले डिनोट गरेँ हैन। यस्तो चाहिँ हामीले कनेक्सन गर्नेछौँ सर्वप्रथम। यो मिटरमा आइसकेपछि त्यसपछि यहाँदेखि हामीहरू चाहिँ इन गरिसकेपछि यहाँदेखि हामी आउट गर्नेछौँ यस्तो गरेर हैन। अनि यो चाहिँ यस्तो इन गर्नेछौँ यसमा, बुझ्नुभयो नि, यो चाहिँ एमसीबीमा इन गर्नेछौँ हैन। यस्तो देखाइदिए। अब यो भयो, त्यसपछि हाम्रो चाहिँ यो हुन सक्छ, यो भइहाल्यो हैन।
त्यसपछि यो प्लस अनि प्लस भन्दैछु यो फेज तारलाई इन गरिसकेपछि एमसिबीमा त्यसपछि यहाँदेखि आउट गर्नेछौँ हामीहरू अनि सिधा यो चाहिँ यो एमसिबीमा राख्नेछौँ हैन हामीहरू चाहिँ यसरी गरेर यहाँ चाहिँ राख्नेछौँ। त्यसै गरी यो लुप बनाएर हामीहरू चाहिँ अन्य एमसिबीमा पनि चारवटै एमसिबीमा चाहिँ यसरी कनेक्सन दिनेछौँ हैन साथीहरू बुझिराख्नु भएको छ नि। यसरी कनेक्सन हामीले दिइसक्यौँ। अब हाम्रो चाहिँ यहाँसम्म चाहिँ हाम्रो फेज तारको हैन यो चाहिँ फेज भ्याल्यु फेज तारको हैन कनेक्सन हामीले चाहिँ कम्प्लिट गर्यौँ हैन यहाँसम्म। अब दोस्रो आयो हाम्रो चाहिँ न्युट्रलको हैन। यहाँ चाहिँ हाम्रो न्युट्रल तार छ हैन। यहाँ न्युट्रल तारलाई हामीले यहाँदेखि लग्छौँ हैन। यस्तो चाहिँ मिटरमा राख्छौँ हैन। इन गर्यौँ अनि यहाँदेखि हामीहरू चाहिँ हैन यस्तो गरेर हैन अनि यहाँदेखि हामीहरू चाहिँ यसमा चाहिँ इन गर्छौँ यहाँदेखि आउट गरेर। यो एकदमै सहजै छ। नर्मली सामान्यतया यो विद्युतको खम्बादेखि लिएर एमसिबी के भन्छ यो मिटर अनि एमसिबीसम्म चाहिँ सम्बन्धित विद्युत निकायका व्यक्तिहरू कर्मचारीहरूले चाहिँ कनेक्सन गरिदिन्छन्। यहाँदेखि हामीहरूले चाहिँ गर्नुपर्ने अवस्था आउँछ। अब मैले चाहिँ यो चाहिँ ठ्याक्कै तपाईहरुलाई न्युट्रलको हकमा चाहिँ यो दिनु पर्थ्यो है। यो ब्ल्याक पेनले मैले यस्तो गरेँ। यहाँ चाहिँ खम्बाबाट लगे यसमा हैन यसमा न्युट्रल गरेँ अनि यहाँदेखि यो चाहिँ ल यस्तो गरेर इन गरेँ हैन। यहाँ इन गरेँ इन। अब यहाँदेखि त्यसपछि यो चाहिँ न्युट्रल हो हैन। न्युट्रलको लागि हामीले चाहिँ यस्तो गर्यौं अनि सिधा ल्याएर चाहिँ यसमा चाहिँ कनेक्सन गरिदियौं। यो चाहिँ च्यानलमा कनेक्सन च्यानलमा हैन। यति गरिसकेपछि हाम्रो यहाँको काम भयो। अब यो चाहिँ अर्थिङ छ हैन। अर्थिङको लागि अब ठ्याक्कै त्यस्तो पेन छैन हैन। त्यही पनि ठीक छ बुझ्नलाई। यो चाहिँ अर्थिङ छ। यो चाहिँ सिधा हामीले चाहिँ यसरी सिधा निकालेर चाहिँ यसमा कनेक्सन गरिदियौं। यो पनि हाम्रो चाहिँ अर्थिङको लागि भइहाल्यो हैन। को लागि भइहाल्यो अर्थिङको लागि हैन। यो फेज भइहाल्यो। यो चाहिँ न्युट्रल भइहाल्यो हैन। अब यसरी हाम्रो चाहिँ मिटर मेन एमसिबी यो चाहिँ मेन एमसिबी भइहाल्यो। मेन एमसिबी हैन। ल यति हुन्छ। यति भइसकेपछि हाम्रो चाहिँ यसको कनेक्सन कम्प्लिट भयो हैन त साथीहरु। अब हामीहरु जाने छौं हाम्रो रुममा हामीहरु चाहिँ वायरिङ गर्नुपर्ने हुन्छ। रुमको लागि हामीले चाहिँ 1 नम्बर यो एमसिबीबाट लग्ने छौं। यहाँदेखि तपाईहरु देख्न सक्नुहुन्छ हैन। यहाँदेखि कनेक्सन लानुस्। यहाँ चाहिँ तपाईको अब यो इन्डिकेटर हो हैन। यहाँ एउटा पोल होला हैन। दुईटा पोल हुन्छ। यसको लागि चाहिँ लोड हो हैन। यो चाहिँ डाइरेक्ट यो एमसिबीबाट डाइरेक्ट करेन्ट गइसकेपछि एमसिबी जल्नु पर्यो नि त। थाहा त हुनु पर्यो हामीलाई कि लाइट आको छ कि छैन भनेर चाहिँ इन्डिकेसन गर्ने काम सूचना गर्ने काम चाहिँ यसले गर्छ हैन इन्डिकेटरले। र साथमा अन्ध्यारोमा चाहिँ लाइटको काम पनि यहाँनिर हाम्रो चाहिँ विद्युतको पावर मतलब विद्युतका केही स्विचहरु छ भनेर चाहिँ जानकारी दिन्छ नि त। अनि यो चाहिँ हामीले चाहिँ डाइरेक्ट लग्छौं अनि यहाँ पनि हामीले जम्मै लुप गर्दिन्छौं कनेक्सन गर्दिन्छौं। यो चाहिँ हाम्रो स्विच रहेको छ 1 2 3 4 वटा। यो स्विच केको लागि एउटा स्विच यो बल्बको लागि एउटा चाहिँ यो नाइट बल्बको लागि एउटा चाहिँ हाम्रो फ्यानको लागि हैन। यति भइसकेपछि हाम्रो चाहिँ यहाँसम्मको कनेक्सन भइसक्यो। र अब यहाँ पनि छ नि त हाम्रो यहाँ पनि हाम्रो पावर सर्किट छ। मानौ दुईटा पोइन्ट छ। यो चाहिँ तपाईको यो ठ्याक्कै मैले चाहिँ उल्टो पारेको छु कनेक्सन देखियोस् भनेर हैन। यो चाहिँ सुल्टो छ। त्यही भएर एउटा चाहिँ तार हाम्रो चाहिँ यहाँ आउने छ यहाँ यस पोइन्टमा हैन। यहाँ आइसकेपछि अब यति भइसकेपछि अब हाम्रो यो यहाँसम्म आइपुग्यो हैन। त्यसपछि अब यो चाहिँ यो पोइन्टबाट यो स्विचबाट हामीले चाहिँ यहाँ दियौं हैन यस्तो हैन।
अनि एउटा बल्बलाई त्यस्तै गरी अर्को नाइट बल्बलाई यस्तो दियौँ हैन। अनि यो पंखाको लागि चाहिँ हामीले चाहिँ पंखाको लागि दियौँ हैन। यो चाहिँ हाम्रो एउटा पंखाको लागि दियौँ। यति भइसकेपछि अनि त्यसपछि यो स्विचबाट चाहिँ हामीले चाहिँ यहाँ दियौँ हैन। यो चाहिँ 5 पिन सकेट हो साथीहरु, यो चाहिँ उल्टो छ हैन, कन्फ्युज नहुनु होला। अनि त्यस्तै गरी यताको कनेक्सन हामीहरु दिने छौं हैन, जस्तै यसमा हैन। यो चाहिँ अलरेडी कतिपय कम्पनीले आफैले यसमा चाहिँ कनेक्सन गरिदिएको हुन्छ हैन। यसरी यहाँ जोड्यो अनि यहाँ जोड्यो पुग्यो हैन। यसरी हामीले चाहिँ यो रुमको लागि चाहिँ पुरा फेज तार चाहिँ हामीले चाहिँ कनेक्सन गरिसक्यौं यसमा, फेज कनेक्सन। अब चाहिँ पालो हाम्रो न्यूट्रलको कनेक्सन गर्नुपर्ने। हाम्रो चाहिँ यो एन हो हैन, यो लेखिरा छैन, देख्न सक्नुहुन्छ हैन। यो एन, यो च्यानलबाट चाहिँ एन च्यानलबाट यो चाहिँ न्यूट्रल हो। न्यूट्रल चाहिँ कहाँ दिनु पर्यो त हैन। अब न्यूट्रल चाहिँ तपाई सिधा लानुस् हैन, केही कन्फ्युजन नभएर। एउटा चाहिँ न्यूट्रल हाम्रो चाहिँ इन्डिकेटरमा गयो सिधै हैन। त्यसपछि गइसकेपछि अब हैन, त्यसपछि यहाँ आयो हैन। यसमा यो चाहिँ पावर सकेट हो नि त, 5 पिन पावर सकेट यहाँ आउँछ। अनि त्यसपछि यसमा चाहिँ एकदमै सजिलो छ न्यूट्रल त्यही भएर। अनि एउटा चाहिँ हाम्रो चाहिँ पंखामा हैन, पंखामा गयो चाहिन्छ न्यूट्रल। अनि यहीँदेखि हामीले चाहिँ कनेक्सन दिइहाल्छौँ, यसमा केही पर्दैन कुनै हैन। यस्तो अनि यसमा चाहिँ एउटा लाइटमा अनि यहीँदेखि हामीहरु चाहिँ यसमा पनि दिइदिन्छौँ। यो चाहिँ डाइरेक्ट हुन्छ हैन साथीहरु यो। अनि यति भइसकेपछि अब एउटा चाहिँ हामीलाई चाहिँ यता पावर सकेटमा चाहिन्छ साथीहरु। यसरी यति भइसकेपछि हाम्रो चाहिँ वायरिङ कम्प्लिट हाम्रो चाहिँ रुमको लागि भइसक्यो हैन साथीहरु। कति सजिलै। न्यूट्रल हामीले चाहिँ डाइरेक्ट दिन्छौँ। यो चाहिँ फेज तार चाहिँ फेजमा चाहिँ हामीलाई करेन्ट लाग्ने हुनाले जहिले पनि फेजमै हाम्रो चाहिँ प्रोटेक्सनका त्यस्ता इक्विपमेन्ट चाहिँ लाग्ने गर्छ। जस्तै यहाँ देखिराख्नु भएको छ, यो चाहिँ एमसीबी पनि फेजमै छ, स्विच पनि फेजमै छ हैन त। फेजकै थ्रुबाट हैन, फेजबाट त्यसपछि आउट होला यो हैन। पहिला इन गर्यौं त्यसपछि आउट गर्ने छौं, आउट तर स्विचकै थ्रुबाट के हैन। यदि यसमा दियो भने त यसमा त नर्मली हामीले न्यूट्रललाई त छोयौं भने केही करेन्ट लाग्दैन नि त हैन। करेन्ट नलाग्ने हुनाले यसमा चाहिँ न्यूट्रलमा चाहिँ दिइराख्नु परेन। अब फेजमा चाहिँ हामीले चाहिँ स्विचले कन्ट्रोल गर्छौं हैन। त्यही भएर जहिले पनि यस्ता सेफ्टी डिभाइस जस्तै यो एमसीबी का कुरा हो, स्विच चाहिँ जहिले पनि फेज कनेक्सन हुनुपर्छ, फेजमा कनेक्सन हुनुपर्छ। जस्तै यहाँदेखि अब यसलाई अन गर्यो भने यो लाइट जल्छ, अफ गर्यो भने बन्द हुन्छ। अब यो न्यूट्रल छ, डाइरेक्ट आए पनि अब न्यूट्रल लाइट छोयो भने समस्या हुँदैन हैन। त्यही भएर यो तरिकाले गरिन्छ। यो भयो हाम्रो चाहिँ रुम नम्बर 1 को कम्प्लिट भयो। त्यस्तै गरी अब हाम्रो पालो आयो यो किचनको हैन। किचनको लागि वायरिङ गर्नुपर्दा यो हामीले बनाएको छौं हैन। हामीले यो एमसीबीबाट हामीहरु लग्ने छौं हैन। यो एमसीबीबाट लग्ने छौं। अब यहाँ चाहिँ एउटा रहने छ, यहाँ यो इन्डिकेटर हो हैन। इन्डिकेटरमा इन्ट्री गर्ने छौं, इन गर्ने छौं र यो जम्मैमा कनेक्सन दिने छौं। यस्तो 3वटा स्विच छ यसमा चाहिँ। 3वटा स्विच, एउटा चाहिँ यसको लागि बल्बको लागि, एउटा चाहिँ तपाईको पंखाको लागि, यो चाहिँ 5 पिन सकेट हामीले राखिदिएको छौं हैन। अब यो भइसकेपछि अब सिधै हामीले चाहिँ यसमा इन गर्यौं अनि आउट गर्ने छौं स्विचबाट। एउटा चाहिँ बल्बमा गयो, एउटा चाहिँ हाम्रो पंखामा गयो अनि यो स्विच जुन बाँकी रह्यो यो चाहिँ यहाँ आयो अनि 5 पिन सकेटमा। 5 पिन सकेटमा आइसकेपछि अब हाम्रो यता पनि छ नि त पावर सकेट फ्रिजको लागि अनि माइक्रो ओभन अनि फ्रिज मिक्सचरको लागि छ। त्यसैले यता नि
यहाँ चाहिँ 3वटा स्विच छ हैन। एउटा यो पोइन्ट हैन, देख्न सक्नुहुन्छ यो पोइन्ट। अब त्यही भएर यहाँबाट हामीले चाहिँ कनेक्सन लिने छौं अनि यहाँ राख्ने छौं अनि यस्तो लुपिङ गरिदिने छौं लुप हैन। कनेक्सन 3वटै स्विचमा दिने भयो। अब स्विचको माध्यमबाट त्यसपछि यो 5 पिन पावर सकेटमा दिने छौं, यो पावर सकेटमा हैन आउने छ अनि यो पावर सकेटमा आउने छ। यसरी हाम्रो चाहिँ कनेक्सन हाम्रो चाहिँ के को भयो, फेजको कनेक्सन यो किचनमा पनि भयो। अब हामीले चाहिँ न्युट्रलको लागि चाहिँ कनेक्सन गर्ने छौं। न्युट्रलको लागि यो अर्को च्यानल छ नि त, हाम्रो यो च्यानल बनाएको छौं न्युट्रल च्यानल। हेर्नुस् यो सिधा यो च्यानल यस्तो ल्याउनुस् हैन हैन। यस्तो ल्याइसकेपछि यहाँ तपाईको आवश्यक पर्छ यसमा, हो कि नै? यसमा यो इन्डिकेटर जलाउनलाई एउटा पावर चाहियो, किनकि यसमा बल्ब हुन्छ इन्डिकेटरमा। त्यही भएर एउटा यहाँ अनि एउटा यसमा हैन, बल्बमा, एउटा चाहिँ पंखामा अनि त्यस्तै गरी अब यहाँ चाहिँ हाम्रो एउटा यसमा अनि एउटा यसमा अनि एउटा यसमा। यसरी पावर हामीले न्युट्रलमा पनि दियौं हैन। न्युट्रल पनि यसरी दियौं। अब हाम्रो के रह्यो त बाँकी, यो अर्थिङको लागि। अर्थिङको लागि पनि अब यता पनि अर्थिङ दिएको छैन। अर्थिङको लागि चाहिँ तपाईको यो डाइरेक्ट बडीमा जान्छ हैन। यो यसरी एउटा त यो यसमा यो पोइन्टमा गयो हैन। अनि यहीँदेखि हामीले यहाँ बीचमा यो पोइन्टमा दियौं अनि यहीँदेखि हामीले चाहिँ पंखामा दिने छौं हैन। बल्बमा परेन, पंखाको यो बडीमा दिइन्छ साथीहरु, बडीमा दिइन्छ हैन। कहिलेकाहीँ सर्ट सर्किट हुँदा अर्थिङको थ्रुबाट यसले चाहिँ प्रोटेक्सन गर्छ हैन, सुरक्षात्मक दृष्टिकोणले अर्थिङ गर्नुपर्ने हुन्छ। अब यो किचनको लागि पनि हामीले कहाँबाट गयौं, हेर यस्तो किचनमा पनि अर्थिङको लागि एउटा त यो यहाँ चाहिँ 5 पिन सकेटमा यहाँ हैन। त्यसपछि यो पंखाको यो बडीमा हैन अनि त्यस्तै गरी हाम्रो यो 5 पिन सकेटको यो पोइन्ट अनि त्यस्तै गरी यो पोइन्ट छ यहाँ हैन। त्यस्तै गरी यो अर्को पोइन्ट छ। यति कनेक्सन हामीले 5 पिनमा गरिदिहाल्यौं हैन। यति गरिसकेपछि हाम्रो चाहिँ किचन रुमको लागि चाहिँ कम्प्लिट भइसक्यो। अब चाहिँ हाम्रो कहाँ छ, यो बाथरुमको लागि। बाथरुमको लागि हामीहरु चाहिँ वायरिङ गर्ने छौं। यहाँदेखि यस्तो ल्याउने छौं बाथरुमको लागि हैन। यहाँ चाहिँ स्विच छ हैन अनि यो स्विचबाट हैन आउट भएर एउटा बल्बमा जान्छ। यहाँ चाहिँ एउटा स्विच छ, एउटा पावर सकेट छ अनि यहाँबाट हामीले यहीँबाट लग्यौं हैन। यस्तो गरेर अनि यहाँ स्विचमा लाग्ने छौं अनि यहाँबाट तपाईको यस्तो आउँछ। यसरी कनेक्सन हाम्रो यहाँको पनि भइसक्यो हैन बाथरुमको हकमा। अब यहाँबाट हाम्रो च्यानलबाट हैन यो बाथरुमको लागि न्युट्रल वायर लग्ने छौं। यस्तो न्युट्रल वायर लग्ने छौं। एउटा हाम्रो यहाँ आउने छ हैन न्युट्रल वायर अनि अर्को यो पावर सकेटमा हैन। यति आइसकेपछि हाम्रो चाहिँ न्युट्रलको काम भयो है, कम्प्लिट भयो साथीहरु। त्यसपछि हाम्रो यो चाहिँ अर्थिङको छ हैन। यो अर्थिङको यो च्यानलदेखि हामीले चाहिँ लिएर आयौं हैन। यसरी बुझ्नु होला। यसरी अर्थिङको तार चाहिँ हामीले चाहिँ यस्तो गरेर यहाँ चाहिँ यसरी गरिसकेपछि हाम्रो चाहिँ यो बाथरुमको पनि हाम्रो फुल हाउस वायरिङ भयो। यसरी कम्प्लिटली हाम्रो चाहिँ रुम, किचन अनि बाथरुमको लागि हाउस वायरिङ भएको छ। हस् त साथीहरु, आजको यस भिडियो चाहिँ कम्प्लिट भएको छ। मलाई आशा छ तपाईहरुलाई यदि मन परेको छ भने लाइक गर्नु, कमेन्ट गर्नु र अहिलेसम्म तपाईहरुले सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला। विशेष गरी टेक्निकल देखि लिएर हरेक सब्जेक्टहरुमा चाहिँ आफूले जानेका विषयहरुलाई चाहिँ साझा गर्नेछु भन्ने मेरो चाहिँ उद्देश्य हो यस च्यानल मार्फत। त्यसैले सब्स्क्राइब गर्नु होला, बेल आइकन पनि प्रेस गरिदिनु होला। हस्, धन्यवाद।